बाबुको वियोगको पीडा सहन नसकी बरबर आँसु चुहाइरहेकी छिन्। मोतीका दाना झैं छरेका आँसुका थोपाले उनी बसेको चकटी भिजिसकेको छ, तर पनि उनको आँखाबाट आँसु झर्न अझै रोकिएको छैन। दिव्याको यो अवस्था देख्दा कसले पो मन थाप्न सक्ला र? बुवाको माया कति हुँदो रहेछ एउटी छोरीको लागि। सायदै होलान् जो बाबुको माया बिनाको जिन्दगी हाँसी खुशी बिताउन सकेका छन्। 9 वर्ष अघि मलेसिया हिँडेका गुमान सिंह राणा यति बेला सम्पर्क विहीन छन्। छोराको नाम लिने बित्तिकै आमा केसरी मास्के राणाको भक्कानो फुटेर आउँछ। आखिर आमाको मन हो